Nice and beautiful shots from drone. यो चाहिँ ड्रोनबाट लिएको शट हो. अति सुन्दर दृश्य रहेको छ. हामीहरू अहिले लाइट हाउसको टपमा आइसकेका छौँ. यो चाहिँ हाम्रो लाइट हाउस छ न. यो चाहिँ लाइट हाउस छ. स्टेभेनको लाइट हाउस रहेछ. एटलिस्ट आई डोन्ट नो 4 तला हो कि 5 तला माथि छ. यो जस्ट लाइक धराहरा, नेपालको धराहरा जस्तै छ. दामी छ, लभली छ. यताबाट को आयो? सायरी. हाई. लभली प्लेस. फाइनली हामी आइन त. फाइनली हामी आइन त. हामी त आइरहन्छ के. आइरहने हो हामी त. लाइट हाउस यो मेसिन हो. यो लाइट हाउसको बाटो चाहिँ बडा सानो छ. धराहरा चढे जस्तै रहेछ. साँगुरो बाटोमा झरेको अवस्था छ. यसरी नै त्यसपछि अब यहाँ चाहिँ सायद यो बनाएको होला. यो चाहिँ खास रियलमा के हो होइन, यो पोची बनाएको होला कि. यो माइन काठकै थियो होला. यो पोची चाहिँ देश कन्क्रिट बनायो. लाइट धराहरा राउन्ड एन्ड राउन्ड है. हामी नेपालको धराहरा पनि चढ्न पाइयो थियो भूकम्प अगाडि. यो पनि चढ्न पाइयो लाइट हाउस. यहाँको सेम सिमिलर. स्टेभेनको लाइट हाउसको झरेछ आउन. ए कति धेरै यहाँ सायरी. फाइनल्ली यो चाहिँ यस्तो रहेछ. ल हेरौँ कति अग्लो छ होइन. अग्लै छ नि. जे होस् 1877. यो 1877 बनेको रहेछ. धराहरा जस्तै यो लाइट हाउस समुद्रको छेउमा है. यसको पारि चाहिँ टक्क समुद्र. त्यहाँ नाइस भ्यू. ल यसरी नै हाम्रो अब यात्रा यहीँ सकिएको छ. यो चाहिँ लास्ट हाम्रो ड्रोन सट लिएको हो. हामी दुईजना यता छौँ र हाम्रो सम्पूर्ण साथीहरू चाहिँ यता हुनुहुन्छ. सबै बच्चाहरू धेरै धेरै धन्यवाद सपोर्टिङ. लाइक सब्सक्राइब गरिदिनु होला. किप सपोर्टिङ गाइज. थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो. थ्याङ्क यू.